लागिसकेको छौँ। हाम्रो राजन दाइ यहाँ हुनुहुन्छ होइन, के कुरा भनिदिनु ल, कस्तो लाग्यो चितलाङ? चितलाङको अर्ग्यानिक रिजोर्ट चाहिँ धेरै राम्रो रहेछ, आउनु सबैजना रमाइलो गर्नु, एकदम रमाइलो भयो। ल हाम्रो यहाँ यतिजना केटाहरू चाहिँ छ अनि अरू केटीहरू माथि छ अनि हामी निस्किन लाग्यो यहाँबाट। यति हो, खासै केही त छैन, त्यो घुम्न मात्र, टेन्सन मात्र हो। सो हामी अब चितलाङबाट नि फर्किन लागिसक्यौँ है। अनि अब चाहिँ चितलाङको भ्लग अब लगभग सकिन लागिसक्यो। अब उता कुलीखानी अलिकति जान्छौँ हामी, कुलीखानीमा जान्छौँ अनि एकछिन फोटोसोटो सुट गर्छौँ अनि बोटिङ भ्यायो भने बोटिङ गर्छौँ, खाना भ्यायो भने खाना खान्छौँ क्या हामी, त्यति मात्र हो। ल हाम्रो अब निस्किने भ्लग अब यही हो, यति। युनिभर्सिटी रहेछ यहाँ चाहिँ, यत्रो ठुलो है। हिजो नि आएको थियो हामी राति यहाँ, यो बिल्डिङ नि बनिरहेको रहेछ अगाडिको है। ल बिहान बिहानमा बेहोर हाम्रो यति नै हो। अगाडिको चितलाङ बबाल छ, ठाउँ चाहिँ केही होइन, कहीँ घुम्न पाएन गोर्खा बिच जस्तै। चितलाङ रिसोर्ट हामी चाहिँ यहाँ भनेर बसेको थियो हिजो, यहाँ चाहिँ होइन रहेछ, अलिकति माथि रहेछ है। त्यही भएर ढलानबाट आयो क्या हो तिनीहरू। अब दाइ पुर्ने अब त्यति हो, दाइ पुरेर अनि जानुपर्ने छ। ल हामी भेडाटार जान्छौँ उता डाँडामा, भेडाटारसम्म, अनि त्यहाँपछि चाहिँ अलिकति फोटोसोटो सुट गर्छौँ अनि त्यसपछि भिडियो सिडियो बनाउँछौँ अनि सकिन्छ हाम्रो। टार जाँदैछौँ है, हाम्रो एमटी पछाडि छ, हाम्रो दाजुभाइ आएको एमटीमा चाहिँ सरर है। यसपालि सुरेश दाई दिपक दाई जान पाएन भनेर चाहिँ अलिकति स्याड भइरहेको थियो, त्यही भएर अनि दाईहरूको छुट्टी मिलाएर चाहिँ अनि सबैजना घुम्न जाउँ भनेर चाहिँ मिलाएर आएको हो। अनि त्यही भएर रमाइलो भएको भनौँ न। हामी चाहिँ बाइकमा आयो किनभने बच्चाहरू धेरै थियो नि त, सिट पनि पाउँदैन, हामीलाई बानी पनि छैन होइन, त्यही भएर क्या। यहाँको पुलिसलाई चिल रहेछ यार, आनन्दले गफ गऱ्यो बस्यो यार, ठ्याक्कै हाम्रो भन्ज्याङमा जस्तै क्या। कहीँ पिच कहीँ अफरोडमा के हो धेरै ठाउँमा भ्लग गरेर पनि ठिक छैन भनौँ न होइन, अलिअलि ठिक्क मिडियम देखायो भने अलि हेर्नु पनि मजा आउँछ नि त।
म खासमा कन्टेन्ट क्रिएट गरिरहेको क्या अहिले गाडीमा नचढेर हाम्रोमा बुलेटमा हिँड्छ बरु सुलुलुलु आनन्दले होइन चस्मा लगायो हिँड्यो कहाँबाट जाने हो जोस् अटो नि चल्दो रहेछ यहाँतिर त्यो चाहिँ ठिक हो गाडी सिस्टम नै हुनुपर्छ अटो नि हुनुपर्छ नि त पिच भएपछि अलिकति हाम्रो माथि होला भेडाटार सायद हजुरहरू चाहिँ माथितिर आइदिनु होला है भेडाटार जानु लाग्नु भएको है म फर्स्ट टाइम आएको हो यता है केही थाहा छैन दाइको थ्रुबाट आएको हो हिँड्नलाई नि मजा आइरहेछ क्या के भयो यो बाटो होइन भन्छ त माथितिर चाहिँ क्यान्सलै भयो है त्यही भएर अलिकति तलबाट हामी जानलाई खोज्दैछौँ हेरौँ अब के हुन्छ भेडाटार जाने कुन हो भेडाटारको बाटो चाहिँ यही हो ल अफ रोड त्यत्रै धुलो है ल छ्या के हो म चाहिँ यो कत्रो धुलो हो र यही बाटो हो बस गइरहेछ नि त त्यो ओभर धुलो फ्याँक्यो त यार छ्या गाडी होइन धुलो फेरि माया दुईवटा गाडी रहेछ फेरि यता कस्तो खतरनाक बाटोहरू हो यो यार छ्या हाम्रो गाउँभन्दा पत्तुर गाउँ रहेछ अनि कसम भने छ्या कति धुलो क्या बाटो चाहिँ थाहा भएन है धुलो चाहिँ अति उड्ने रहेछ यहाँतिर कालेको हालत जस्तो छ गाइस माने आउ चुप बुझाङ चुप भएर गाइस आइबस आउ चुप रे आउले नदिरा न छिटो छिटो मोटे मोटे स्टार्ट सर लो केटा हामीलाई बेसी छ खाने हाम्रो कोरोना यार कस्तो कोरोना यार
गइरहेको छ है हामी कुलेखानी ड्याम हाम्रो यहाँ ऊ छ नि त भेट्छ जति खेल्न पाउँछ होला हामी ल ड्याम चाहिँ खोइ त तर्स्यो है सबैजना तर्स्यो बाल उठा दे के न उठा दे बवाल छ बवाल गाली डराइसक्यो फर्स्ट रिएक्सन चाहिँ ज्यादा हामी
रुट होला क्या उनीहरू पनि त्यहाँ त्यो यिनीहरूले हुन्छ क्या अङ्कललाई हेरिदिन्छु नि म हाम्रो पार्किङ उता छ है अब हामीलाई डर लाग्यो डर लाग्यो सुमन दाइ डर लाग्यो म चाहिँ तर्स्यो यार एकचोटि एकचोटिले सुरु भयो त्यो अङ्कलले यस्तो धार्ने दिगेन त तर्स्यो तर्सिरह यार सुरेश गुइसो हामी नराने खाना ब्याङ्क भयो प्लास्टिक यसमा चाहिँ खेल्न मजा आउँदो रहेछ है ल बबाल वाइ सेपको रहेछ कि यो ठ्याक्कै वे कडा कसम मजा आइरहेछ होला सेट हाम्रो सुरेश दाइ नेक्स्ट टाइम फेरि आउने हो 10 मिनटको भ्लग भइसक्यो हाम्रो है यहाँ नै लाइक कमेन्ट सेयर बवाल ल यसमा चाहिँ खेल्न मजा आउँदो रहेछ ल हाम्रो केटाहरूले हेरिरहेको छ है मासतिरबाट सेट हाम्रो ठिक छ झिरै नि ल हाम्रो यहाँ सक्यो ल गाइस अब चाहिँ हामी चितलाङबाट फर्किसकेका छौँ होइन कुलेखानी नै गयो अहिले भ्लगिङमा चाहिँ अब केटो बाइक चलाइरहेको छ अर्को हेलमेट लगाएर यस्तै छ जाडो छ होइन बेलुका फर्किने बेला त्यही हो अब हाम्रो अरूहरू चाहिँ पछाडि छ चारवटा बाइक लिएर आएको छौँ हामीले ल त यस्तै हो बाटो हेर्न सक्नुहुन्छ अफरोडै छ खासै जस्तो पिच त छैन यताको अब त्यही हो पुरै अब मेन रोडहरू नि खासै बनाएको छैन राम्रोसँग हल्का टर्निङतिर चाहिँ अलिक राम्रै गराएको छ बाटो त अस्तिको बाढीले यस्तो भएको छ त पानीले सब बिग्रेको छ यता नि ओहिरो सोहिरो खस्या छ बाटो चाहिँ यस्तै हो गाइस होइन सबै ठाउँको र यता हामी फर्किसकेका छौँ